नमस्कार, स्वागत तथा अभिवादन कार्यक्रम समाजका विविध गतिविधिहरूको संगालो ओजेलका खबरमा छु म प्रेम सुनार। श्रोता, ओजेलका खबर हरेक सोमबार साँझ ठिक यसै समयमा सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज र रेडियो गुल्मीबाट एकैसाथ प्रसारण हुने गर्दछ। त्यस्तै इन्टरनेट अनलाइनको www.skyfm904.org लगन गरी संसारभर सुन्न सकिनेछ। त्यस्तै मंगलबार साँझ 7 बजेदेखि रुरु एफएम श्रींगा, नयाँ एफएम अर्खाँचीको सन्धि खकर रेडियो रिपब्लिक बुटोलबाट एकैसाथ प्रसारण हुन्छ भने 8 बजे सामुदायिक रेडियो ढोरपाटन बागलुङबाट पनि ओजेलका खबर सुन्न सकिनेछ। त्यसका अलावा अनलाइन मिडिया gulminews.com, gulmitimes.com, gulmitoday.com, हाम्रो gulminews.com, अर्खाँची अनलाइन र फेसबुक पेज गुल्मी दिगाम सेरोफेरोमा नयाँ पुराना ओजेलका खबर राखिनेछ। समग्रमा ओजेलका खबर समाजमा लुकेको, लुकाइएको, दबेको, दबाइएको आवाज हो। जस्तै अनियमितता, भ्रष्टाचार, विकृति, विसंगति, ओजेलमा परेका स्थान र व्यक्ति, हाम्रो मौलिक संस्कृतिका अलावा समाजका विविध गतिविधिहरू हाम्रो खोजीको विषयमा पर्नेछन्। हाम्रो यही यात्राको आज हामी 154औं श्रृंखलामा छौं। त आज हामी प्रस्तुत गर्नेछौं यस हप्ता सम्पन्न ऋणी मेलाको रौनक र नियमित स्तम्भ जीवनको गोरेटोमा घरेलु हिंसा पीड़ित एक महिलाको हृदय विदारक जीवन कथा सुनाउने छौं। त अबको पौने 1 घण्टा हामीसँगै रहनुहोला। समय अभावका कारण आज पनि गुल्मी हस्तीचौरका श्याम घरतीलाई फेरि 2 स्थानबाट 30 हजार रुपियाँ सहयोग भए पनि सहयोगदाताको आवाज आज प्रसारण गर्न सकेनौ। आगामी हप्ताहरूमा प्रसारण गर्ने जानकारी गराउँदै अब सुनौ माघे संक्रान्तिको दिन प्रसिद्ध धार्मिक क्षेत्र ऋणी मेलाको रौनक। यस ऋणी मेलामा भइरहेको प्रवचनहरूतर्फ म श्रोताको ध्यान आकृष्ट गर्न गइरहेको छु। र यति बेला धुमधामसँग यहाँ प्रवचन चलिरहेको छ, भक्तजनहरूको अपार भिड रहेको छ। यस भिडमा यहाँ एकातिर कालीगण्डकी किनारमा स्नान गर्दै हुनुहुन्छ भने कोही चाहिँ यहाँ भजन कीर्तनतिर झुमिरहनु भएको छ। केही क्षण श्रोताको ध्यान आकृष्ट गर्न गइरहेको छु। कथालाई पनि अगाडि बढाउनेछु। भक्तहरूबाट हाम्रो मालवा जिल्लाको प्रमुख जिल्ला अधिकारी साथमा प्रमुख अन्य कर्मचारीहरू सबै आउनुभएको छ। उहाँलाई अब यहाँ अगाडि हाम्रो स्वागत गर्नको लागि हरिदेवालीजी हुनुहुन्छ, गुल्मीको स्थानीय विकास अधिकारीज्यू आजको अतिथि हुनुहुन्छ। उहाँलाई सबैलाई स्वागत गरेर मञ्चमा आसन गराउन टिको लगाइदिएर सबैलाई स्वागत। अब गुरु कन्या आउँदै हुनुहुन्छ। गुरु कन्याको साथमा देवदत्त ऋषि सबै आउँदै हुनुहुन्छ। अगाडिका भक्तहरू बस्दिनुहोला। सबैलाई स्वागत गर्दै गर्दै त्यो शिवजीको त्यस्तो चाल देखेको थियौँ। कतै भक्तहरू भन्दै शिवजी त्यसरी हिँड्नुभयो। हे 33 कोटी कन्याका 33 कोटी कन्याका दक्ष प्रजापति सबै कन्या दिए, बाँकी रहिन् सती, बाँकी रहिन् सती। सतीदेवी माग्न भने गाँका शिव ढोङ्गा बाँकी रहिन् ती सुन्दरी मलाई दिनुहोला भनेर विवाह गरेको त्यस्तो। अब यहाँ घटना घटेको छ कस्तो। अब तिनी सतीले अब प्राण त्याग गर्ने बेलामा अगाडि हे लैजाऊ न शिव मलाई तिम्रै कैलाशमा, लैजाऊ न शिव मलाई तिम्रै कैलाशमा, लैजाऊ न शिव मलाई
स्नान गर्नुभएको छ, मकर स्नान गर्नुभएको छ। अब अघि सूर्यनारायण उदाउनु भएको थिएन, अहिले सूर्यनारायण पनि उदाउनु भयो। शरीर तातिया छैन भने अझै ल स्नान गरेको जतिले हात खडाउनुहोस् भन्न हुँदैन। आज सबैले स्नान गर्नुभएको छ, कोही बाँकी नै रहनु भएको छ। अब तपाईँको हाम्रो माथि दामोदर कुण्डदेखि काठ जडीबुटीहरू सबै बगाएर लिएर आउनुभएको छ। जडीबुटीको रस बगाएर लिएर आउनुभएको छ कालीगण्डकीले। त्यो रसले स्नान हो, कालीगण्डकीको स्नान मात्रै होइन, जलको स्नान मात्रै होइन, त्यो रसले स्नान गर्नुभएको छ। छालाका कुनै रोगहरू यहाँहरूलाई लाग्दैन, कालीगण्डकीको स्नान छालाका रोगहरू कुनै किसिमको लाग्दैन। यहाँहरूको शरीर सधैँ तेजिलो छाला सुन्दर देखिन्छ कालीगण्डकीको स्नानबाट। आध्यात्मिक लाभ, शरीरको मैलो पखालिन्छ, आज मनको शरीर चङ्गा हुन्छ, मन हलुङ्गो हुन्छ। स्नानको फाइदा ल हेर्नुहोस् है। अब त्यसरी दक्ष प्रजापति विदा भएर जानुभयो। सतीदेवीको प्राणान्त बस्दै झन्नुभयो सतीदेवी। ल सतीदेवी त्यसरी अब मृत शरीर भयो, त्यो मरेको शरीर हो, उता आगोमा जलेको शरीर। भगवान शिव फेरि वीरभद्रको रूप धारण गरेर सतीदेवीलाई बोक्न आउनुभयो है। भागसम्म आइपुग्नुभयो शिव वीरभद्रको रूप धारण गरेर। अब सतीदेवीलाई काँडामा हालेर खोला जस्तो यता र उता आमा नमस्कार है। यस रेडीको माघे संक्रान्ति मेलाको यस पूजा मण्डपबाट अब म बाहिर निस्किँदैछु र अब म स्नान स्थल नदी किनारतर्फ म श्रोताको ध्यान आकर्षण गर्न गइरहेको छु। हजुरको शुभ नाम अनि ठेगाना? प्रसाद शर्मा, कुसुङ खोला भने कुन जिल्ला पर्छ? पाल्पा जिल्ला। तपाईँ 60 वर्षको हुनुभयो होइन? के जनविश्वास रहेको छ यो आज स्नान गरेपछि? अघि परम्परादेखि चलि आएको चाहिँ काली नदी माघ महिनाको चाहिँ पहिलो दिन नआएपछि चाहिँ धर्म हुन्छ भन्नेहरू चाहिँ परम्परा चलिआएको भावना, यसलाई मान्दै आइएको छ। कति बजी आइपुग्नु भएको तपाईँ यहाँ? 10:15 बजी। पाल्पा, गुल्मी, बागलुङसम्मका अनि स्याङ्जासम्मको यो सङ्गम स्थलमा एउटा जुट्नु पनि एउटा सौभाग्य हो। हस्, धन्यवाद। श्रोता, रेडीको माघे संक्रान्ति मेलामा यी धार्मिक प्रवचनका अलावा धेरै युवा युवती रेडीमा आयोजित राष्ट्रिय कलाकारहरूको सांस्कृतिक कार्यक्रममा झुमेका देखिन्थे। तर ओजेलका खबरको नजर मौलिक गीत भाकातिर पर्यो र रुकुम जिल्लाका चेलीहरूसँग आग्रह गरेर केही वर्ष अघिसम्म त्यस रेडी मेलामा हुने रोदी जगाउने प्रयास गरेका थियौं। सुनौ त्यसको थोरै झलक। म यति बेला रुकुम जिल्लाबाट आउनुभएका चेलीहरूसँगै छु र यो रेडी बच्चाहरूको संक्रान्ति मेलामा यहाँहरू डेक्सीमा मासु पकाइरहनु भएको छ र कसौडीमा भात पकाएर पस्किँदै हुनुहुन्छ र यहाँ यी चेलीहरू आफ्नो गाउँको गीत भाका सुनाउन चाहँदै हुनुहुन्छ। हजुरको शुभ नाम चाहिँ के पर्यो? सीताजी हो? सीताजी, तपाईँलाई स्वागत छ। सीतापुन्जी, तपाईँहरूको यो रुकुमको गीत भाकाहरू सुनाइदिनुहोस् न, तपाईँ दुईटी मिलेर, साथीहरू मिलेर प्लिज। आएको बेलामा रमाइलो मेला त हो। मेरो घर गुल्मी हो। सुरु गरौँ, यो मेला हो, रमाइलो दिन पनि छ। तिमी
पूर्व पश्चिममै छु नि अब हाम्रो भेट धोका होला तिमी पूर्व पश्चिममै छु निकै मिठो भाका रहेछ रुकुमतिर। अझै रुकुमको पुरानो भाका के होला? सुन्तुला पानी ल ल सुन्तुला पानी सुन्तुला पानी नखाउँदा डुबैको झन्झने नरम मायालु सुन्तुला पानी नखाउँदा डुबैको झन्झने नरम मायालु। अनि अरू सुनाइदिनुहोस् रुकुमका भाकाहरू झुलमेलीहरूलाई। सँगै बाँच्ने गरेको बेलानीको सङ्गातै नगर बिगार गरेबार बैमानीको सङ्गातै नगर बिगार गरेबार संसार बानीको कलनार बैमानीको सङ्गतै नगर बिगार गरिबार। अनि सीता पुन्जी तपाईँको विवाह भयो? हजुर भयो। कति छन् छोराछोरी? जन्माउने क्रममा हो? होइन केही विवाह नै भएको ए विवाह नै भएको छैन? कन्याकुमारी। ए कन्याकुमारी हो? कन्याश्री। अनि कति पढ्नु भएको छ? पढ्दै हुनुहुन्छ? कुन गाविस हो तपाईँ? काँक्री गाविस। काँक्री गाविस। कति वर्ष कि हुनुभयो? 21-22। लभ गर्नुभयो होला के होइन? हजुर लभ गर्नुभएको छ? हजुर। त्यही पानीको कलधारामा तपाईँको मायालुलाई सम्झेर एउटा गीत गाइदिनुहोस् न है। हे फुल टिपी सिरैमा लान्छौ कि सिरैमा लान्छौ कि मलाई छाडी अरूलाई रोशन कि बिनीको कलनार बैमानीको सङ्गतै नगर बिगारला गरिबार बैमानीको सङ्गतै नगर बिगारला गरिबार। अनि के लाग्छ तपाईँको प्रेमी कहाँ हुनुहुन्छ? यहीँ हुनुहुन्छ कि विदेशमा हुनुहुन्छ? विदेशमा हुनुहुन्छ। विदेशमा भएको प्रेमीलाई सम्झेर फेरि एउटा गाइदिनुहोस् न। हे चिनो रुमाल दिएको थियो बिदामा दिएको थियो बिदामा बाँच्नै गाह्रो बिछोडको पिदामा बानीको कलनार बैमानीको सङ्गतै नगर बिगारला गरिबार। बडा मिठो छ। यी माघे संक्रान्ति मेलामा यो राडी पाखी बेच्न आएका रुकुमका चेलीहरू एकातिर मासु भात पकाएर खाँदैछन् चौरमा भने अर्कोतिर गीत पनि रङ्गाइरहेका छन्। यहाँनिर बहिनी हुनुहुन्छ एकजना सीता पुन जो हेर्दा जापानिज जस्तो देखिनुहुन्छ। मङ्गोलियन फेसको सुनको सिक्री लगाउनु भएको छ, कानमा नत्था छ। अनि के भन्छ यसलाई यो कानमा भएका लस्करी सिलमुन्द्रा भन्ने गर्छ हाम्रो गुल्मीतिर। र सेतो टी सर्टमा लुङ्गी लगाएर सजिनु भएको छ। एकदमै जापानिज केटी जस्तो देखिनुहुन्छ।
निकै राम्रै हुनुहुन्छ कतिको आँखा लगाउँछन् मेला भरमा आएको भरिले लगाउँछन् हो अनि तपाईले जुन विदेशमा रहेका प्रेमी वा आफ्नो जोडीलाई सम्झेर बडा मिठो गीत गाउनु भयो अब अन्तिममा एउटा गीत रन्काइदिनुस् र यहाँबाट बिदा होला बिदाको बेलामा चिठी पत्र लेखेर नाउमा छोडी गयो मरुभूमि ठाउँमा पानीको कलधार बैमानीको सङ्गतै नगर बिगरला गरिबार बैमानीको सङ्गतै नगर बिगरला गरिबार भयो। धन्यवाद। यहाँनिर यो माघे संक्रान्ति मेलामा अहिलेको जमानामा यहाँ राष्ट्रिय कलाकारहरू ल्याएर नचाउने गाउने गरिएको छ। वास्तवमा यसै ऋणीको माघे संक्रान्ति मेलामा पाल्पा बागलुङसम्मका र गुल्मीका युवा युवती अथवा त्यति बेलाको जमानामा तरुणी तन्नेरीहरूले यस्तो राम्रो मिठा मिठा भाकाहरूमा आफ्नै मौलिक भाकाहरू गाउने गर्दथे र त्यो एउटा आफ्नो मौलिक संस्कृतिको जगेर्ना भइरहेको थियो र त्यति बेलाको माहौल साँच्चीकै न्यानोपन थियो। तर अहिले कता कता रेडिमेड गीतहरूमा डेक क्यासेटहरू घन्काएर बेग्लै खालको एउटा रमाइलो गरिएको छ। वास्तवमा ती रोदीहरू गाउँबाट सेलाउन थाले डम्फु मादलहरू अहिले थन्काउने अवस्थामा छन् र यस्ता चेलीहरूका यिनका आफ्नै भाकाहरू भने लोप हुँदै गएका छन्। यही चिन्तन सम्बन्धित सरकारवालाले ध्यान दिउन् भन्नका लागि आज हामी यी रुकुमेली दिदी बहिनीहरूको एउटा थोरै गीत भाकाहरू लिएका हौं। यतिन्जेल दिदी बहिनीले साथ दिनुभएकोमा यहाँहरूलाई धन्यवाद छ। गुल्मेलीहरूलाई के भन्न चाहनुहुन्छ यति बेला? गुल्मीको भाकाकै थाहा छ तपाईलाई? नयाँ भाका थाहा छ? ल पुरानो थाहा छ गुल्मीतिरको? ल एउटा रन्काइदिनुहोस् र बिदा आउँला। गुल्मी तङ्गासा लुनैको पिराले भयो बन्दासा लुनैको पिराले भयो बन्दासा। धन्यवाद। तङ्गासलाई पनि सम्झिनु भयो। रुकुमेली चेलीको आवाज हामीले ओसेलका खबरमा लिन पाउँदा खुसी लागेको छ। सुन्नुहुन्छ नि तपाईँले ओसेल खबर? सुन्नुहुन्छ? रुकुमतिर धेरैले सुन्छन्? हस् धन्यवाद है। ल तपाईँहरूको लाइफ राम्रो होस्, तपाईँको प्रेमिकासँग मिलन होस्, मिठो रहोस्, एकदम सयौं वर्ष जोडी बनेर बाँच्नु होला है त। हस् धन्यवाद। अब सुनौ गीत संगीत र खोज खबरको संगालो जीवनको गोरेटो। एउटी चेली जब हुर्किन्छन् कसैलाई मन पराउनु एउटा प्रकृतिको देन हो र जिज्ञासु उमेरमा अनेक आँखाहरू लाग्छन् र आफूले पनि आँखा लगाइन्छ। त्यो चाहिँ केटा होस् या केटी मान्छे। माया प्रेम यसरी स्वाभाविक रूपले एउटा प्रकृतिको देन अथवा जैविक आवश्यकता भन्नुपर्छ र त्यसका लागि एकले अर्कोलाई रोज्नु अँगाल्नु कुनै अनौठो कुरा होइन, यो स्वाभाविक प्रक्रिया हो। यही स्वाभाविक प्रक्रियाबाटै गुल्मीको दुबीचौर कि एक चेली विनिता नाम परिवर्तनले एसएलसी दिने क्रममा एकजना युवासँग आँखा जुदाउन पुगिन् र माया प्रेम सुरु भयो। माया प्रेमको सुरुवात त हुन्छ तर त्यसको वास्तविकतासम्म त्यो माया गर्ने व्यक्तिको पारिवारिक पृष्ठभूमिसम्म गहिराईमा नपुगिकन गरिने माया प्रेमको परिणाम के हुन्छ त भन्ने उदाहरणकी पात्र यी विनितासँग आज हामी यस नियमित स्तम्भ जीवनको गोरेटोमा उहाँको माया प्रेमको सुरुवात र अहिलेसम्म माया प्रेम र विवाहबाट भोग्नु परेको पीडा हामी पस्किन गइरहेका छौं।
2062 साल चैत महिना जति बेला एसएलसी परीक्षाको तयारीमा थमघासमा बसेर परीक्षाको तयारी गरिरहेकी विनितासँग गुल्मीको रूपाकोट 9 दमका निवासी भरत कुमार थापा बताउने, तर उनी वास्तवमा थापा थिएनन्। उनको जात अर्कै थियो, तर पनि विनिताले थापा नै होला भन्ने ठाने र 1 महिनाको अन्तरालमा यिनीहरू बीचमा एउटा गहिरो माया प्रेम बस्न पुग्यो र छुट्नै नसक्ने खालका भए यिनीहरू। त्यसपछि के भयो त यी विषयमा विनितासँग म सुन्न गएको छु। विनिताजी, माया प्रेम खास कसरी सुरु भयो यहाँहरूको? उहाँसँग म भेट्दाखेरि उसले पनि मलाई मन पराउन थाल्यो, मैले पनि उसलाई मन पराउन थालेँ। उसलाई पनि माया मन पराउँथे। त्यसले भन्यो मैले माया गर्छु, म इन्डियन लाउरे हो भन्यो। एउटा बुढा मान्छे थिए, म दिदीको घरमा बसेर पढ्थेँ, एसएलसी दिन्थेँ। अनि बुढो मान्छेलाई सोधेँ कि बुवा यो लाउरे हो भनेर सोधेँ। लाउरे हो, राम्रै छ, यताउता भनेर भन्नुभयो। त्यसपछि होला भन्ने भयो। अनि म उसँग माया गर्न थालेँ। फोनमा उतिखेर त मोबाइल थिएन, जो फोन ल्यान्डलाइनबाट फोनमा कुरा गर्न थाल्यो। मैले माया गर्छु, यस्तो उस्तो भनेर मतलब लोभहरू देखाएर मैले बिहा 1 महिना वैशाख 30 गते मैले भागेर बिहा गरेँ। बिहा गरेको 25 दिनमा उसको जात अलग रहेछ। मैले थाहा पाएँ, रोएँ, चिच्चाएँ, तर उसले भन्यो होइन हाम्रो जात यस्तो होइन, नागरिकता हेर भनेर। तपाईँ मैले विश्वास गरेँ, उसलाई माया गरेँ। माया गर्दा गर्दै उसले मलाई म पढ्दै फेरि शङ्का गर्न थाल्यो, पिट्न। अनि फेरि उसले भन्यो तिमीलाई दुःख दिउन, यताउता मैले तिमीलाई जसरी फाल्छु, हाम्रो जात यस्तो होइन, यस्तो हो भनेर धेरै उ गर्यो। पछि मैले पनि सोचेँ जात त यस्तो भए पनि मलाई चाहिँ माया गरेकै छ, जात बातमा के नै फरक छ भनेर सोचेर उसलाई मैले माया गरेँ। बिना बाँच्न नसक्ने भए। मेरो माइती परिवार छुटाउन जाँदा पनि मैले उसलाई छोडेर आउन सकिनँ। छोड्न गाह्रो हुँदो रहेछ। त्यस्तै हो माया भन्ने अन्धो हुँदो रहेछ। विनिताजी, वास्तवमा उहाँ चाहिँ को हुँदो रहेछ? तपाईँलाई थाहा भन्नुभएको थियो, उहाँ को हुँदो रहेछ? जय कुमार। तर पनि जातले केही गरेन तपाईँलाई? गरेन, मलाई केही गरेन। जातभातको कोही उयो छैन, माया नै ठुलो हो सबभन्दा भनेर म त्यसरी बसेँ। त्यसरी तपाईँहरूको माया प्रेमको सुरुवात भयो र विवाह भयो, एउटा नयाँ जीवनको सुरुवात भयो। र आज मैले तपाईँलाई यस कारणले तपाईँको जीवनको गोरेटो बनाउन गइरहेको छु। एउटा चेलीले बुझ्दै नपुजी माया गर्दाको परिणाम के हुँदो रहेछ भन्ने कुरा आज मैले प्रत्यक्षमा तपाईँलाई देखिरहेको छु। यो परिणाम भोगिरहनु भएको छ। तपाईँ उहाँकी एउटी श्रीमती, तपाईँको छातीभरि टोकेका डामहरू छन्, घाँटी सुन्निएको छ, जगन्ने खालको एउटा मार्ने नियत हो कि जस्तो खालको एउटा तपाईँलाई जुन एउटा कुटपिट गरिएको छ, तपाईँका माया गर्ने स्थानहरूमा टोकेर रक्ताम्य पारिएको छ। यो के उनी श्रीमानले गर्नुभएको हो? कसरी के भयो? यसभन्दा पहिला पनि इन्डिया मतलब नेपालमै छँदा पनि पहिला बिहा भएको 1 वर्षपछि पिट्न थालेर अनि मेरो पेटमा बच्चा हुन्थ्यो। बच्चा पनि मैले उ गर्न सकेन। उसलाई जन्म दिएँ, धरतीमा यताउता भने म त्यसपछि म त्यस्तै पीडा सहँदै बहुत बिमार भएँ। बिमार भएर मलाई लिभर एब्सेस भयो। मलाई बुढा इलाज गर्नु यस्तो भयो भन्दाखेरि उसले सम्पर्क विहीन भएर 2 सालसम्म बस्यो। तबै म माइतमा सानो छोरी लिएर
आएँ। मेरो डाक्टरले भन्यो बच्चालाई दुध नपिलाऊ भने मेरो आमाले दुध पिलाउनु हुन्थ्यो। जब त्यहाँ आइसकेपछि मलाई बुटोलमा गएँ, डाक्टरले रिफर गरिदियो काठमाडौँ, लिभर एब्सेस छ, अपरेसन। मैले भन्थेँ बुढा मलाई एकचोटि औषधि गर्न, तपाईँको मरे पनि तपाईँको मुख देखेको छु, म माया गरेर आइकौँ, लभ म्यारेज गरिकौँ तपाईँसँग भन्दा पनि मेरो लागि मरिस्थैन तेरो बाटो घर भने। त्यस्तो अवस्थामा नि मलाई हेरेनन्। माइतीले 3-4 लाख खर्च गरेर काठमाडौँ लगेर बचाए। आज बचाएर पनि आयो। फेरि 2 सालपछि फेरि माया लाग्यो मलाई, किनकि मैले माया गरेर गएको उसँग। जस्तो घृणा गरे पनि मैले उसलाई माया गर्छु, उसको मायामा केही कमी छैन भनेर मैले माया फेरि आयो। आइसकेपछि उसँग पेश गरेँ कागजहरू, उसँग छुट्छु भनेर छुट्न सकिनँ। एकचोटिलाई माया नै हो, उसले मलाई मैले माया गरेछु, हाम्रो स्वच्छ माया छ भनेर मैले यहाँदेखि कागज पनि मिलाएर उसले पिट्दैन भनेर लिएर गयो। इन्डिया गएर बहुत दुःख पाएँ मैले भोकै पनि बसेँ, रोएँ, तर मलाई कोही बचाउने आफ्नो भन्ने कोही थिएन इन्डियामा। पछि म भागेर आउँछु भनेर 14 महिनासम्म त दुःख सुख गरेँ। 14 महिनापछि म इन्डियादेखि बच्चा लिएर 5 सालको बच्चा लिएर म भागेर आएपछि म यहाँ माइतमा आएँ। माइतमा आइसकेपछि घर गएँ, फेरि छुट्टिएर अलग भएर माइतबाट सबै सामान लाएर मैले एक्लै पकाएर खान्छु भने, तर पनि सुख पाएन। कहिले सासूको कुटाई, कहिले कस कुटाई, बहुत दुःख पाएँ। अब त मेरो श्रीमानले मलाई पिट्दैन होला भनेको गरी त्यस्तै गर्छ। अब म कहाँ जाऊँ, के गरौँ, मर्छु भनेर म धेरै कोसिस गरेँ, तर मर्न पनि सकिनँ, छोड्न पनि सकिनँ। तर अहिले त अति भएर लास्ट भएर यस्तो अवस्थामा म बसेर आएँ। अवस्था देखेपछि जुन तपाईले जिल्ला प्रहरी कार्यालय गुल्मेमा उजुरिराख्नु भएको रहेछ, त्यहाँका प्रहरीहरूले भन्दै हुनुहुन्थ्यो एकदम साँच्चीकै एउटा दर्दनाक अवस्था, एकदम जगन्य खालको कुटपिट यातना पाएर सहेर बस्नुभएको एउटा महिला हुनुहुन्छ। उहाँको पनि जीवन कथाले केही न केही अरूलाई केही सन्देश दिन सक्छ, अन्य नवयुवतीहरूलाई चेतना दिन सक्छ भन्ने खालको कुरा गर्नुभएको थियो। वास्तवमै मैले पनि तपाईँलाई प्रत्यक्ष यहाँनिर देखेँ। भनिन्छ नि लौनी सहनीको झगडा परालको आगो भनिन्छ नि, यदि कतै तपाईँहरूको यो परालको आगो नै बन्ने हो भने त हामीले तपाईँको कथा राख्दाखेरि झन् उल्टो असर गर्छ। नहीं, अब त यो बहुत पीडा छ। मैले आज अबदेखि मन पनि मन सक्यो। म त अब माया गर्थेँ। अब म आफ्नो जिन्दगी कसरी चलाउनु पर्यो, म अरूको भाडा मागेर भन्नु गर्छु, म श्रीमानसँग जान्न। तपाईँका श्रीमान भरत कुमार थापा के भन्नुहुन्छ त हामी उहाँसँग थोरै सोध्न गइरहेका छौँ। थापाजी, माघमा महिलाहरूले श्रीमानको भक्ति भजनका लागि बसेका हुन्छन्, भक्तवास गरिरहेका हुन्छन्। यस्तो अवस्थामा त्यस्तो निर्दय ढङ्गले एकदम निरन्तरपूर्वक किन त्यसरी उहाँमाथि कुटपिट गर्नु? अब त्यस्तो त मैले कहाँ पिट्न भनेको होइन, मैले पनि पिटेँ होइन। त आफै सोध्नुहोस् कि पहिला घरमा त्यो सानसानो झगडा हुँदा खास त्यस्तो भयो। त्यो टोकेको छातीमा जो एउटा बच्चे स्थल संवेदनशील अङ्गमा टोकेको कले हो, उहाँले चाहिँ सबैले होइन त लोन सदलमा टोक्छ नि त, कस्तो कुरा गर्नुहुन्छ हजुर? हो बहिनी, सासूले टोकेको भएन, कुट्नु त कुट्नु भयो, तर टोकेको चाहिँ सासूले हातको औँला फुटालिदिएको सासूले। त्यो माथि फेरि बुढाले त्यही औँलामा थिच्ने, टाउकोमा थिच्ने, छातीमा कोखामा हान्ने लात्तीले। उहाँ त यसो गर्नुहुन्छ नि, अब उहाँलाई थाहा होला। तपाईँले त एकदम माया प्रेम गरेर ल्याउनु भएन त? माया प्रेम त हो हाम्रो, अहिले माया प्रेमले त सबै बच्चा छन् त, हामीले के त्यस्तो नचाहिने कुरा मैले केही गर्छु र त्यस्तो तपाईँलाई लाग्छ? के गर्नुहुन्छ? एउटा लौनी सुहानीको झगडा परालको आगो भन्छन्, तपाईँहरू अझै पनि जुट्नुहुन्छ भने त त्यस्तो खबरबाजी नगर्दा होला नि? जुट्दैन। म भयो आजसम्म माया गरेँ, हिजोको दिनहरूमा हिजोसम्म मैले माया गरेँ, प्रति विश्वास गरेँ, अब मैले गर्दैन। उहाँको इच्छा हो, आफूले त्यस्तो छोड भन्ने त छैन। गएर आफ्नो लोग्ने भुलोग्ने जसले पनि माया गर्छ। घरमा त सानो झगडा छोड्न चाहिँ अब त्यो त अब वक्तले बताउँछ, आफू त म भएन नि त, एक अकालमा त गर्नु भएन। फेरि अन्यथा नहोस्, तपाईँ वर्ष नहोस् भन्ने मेरो कामना हुन्छ। तर हस्, धन्यवाद। तपाईँहरू के मिल्नुहुन्छ अब? हजुर मिल्दैन भाइ, मेरो जिन्दगीमा यस्तै पीडा सहेर बाँच्नुभन्दा बरु गिटी पिटेर खान ठिक छ, म मिल्दैन।
मैले माया पनि गरेँ थिएँ। माया गर्दा गर्दा माथिनी मान्छेलाई मैले माया गरेँ। आज नगरेर खानु नमर्नु अवस्थामा पुऱ्याएपछि भयो, मलाई पुग्यो। यही माया लिएरै बस्छु जिन्दगीभरि। उसले गरेको माया अतीतको यादमा सम्झेर जिन्दगीभरि बस्छु म। मैले बिहा पनि गर्दैन, केही गर्दैन। तर पनि यो जुन माघको बेलामा एउटा महिलाहरूले श्रीमानको मिल्दैन त हामी मिल्ने भनेर आएको कि हामीले पनि फ्यामिली आफ्नो फ्यामिलीलाई जीवन साथीले घर परिवारले आमाले त्यसरी कुट्दाखेरि अब म पनि थिइनँ कि अब आमा यिनीहरू पहिल्यै आमालाई पनि सन्चो होइन, उसलाई पनि मैले नराम्रो गरेँ, हामीलाई पनि बाबुआमाले अलग गरेँ। मलाई इच्छा छ नि त मेरो बुढी जाओस्, मलाई पनि आएको 10-15 दिन मैले खाना पकाएर खाएन, मजा होटलमा रान्छु नानीले। नानी पनि छ नि, बाबाआमालाई माया नगरोस्, नानीलाई फेरि स्याहार गरोस्। मैले त्यही उमेर गर्थेँ त म आएर मैले गर्दिनँ भन्दिनँ। मेरो छोरी हो, मैले बरु गिटी कुटेर जसरी नि पाल्छु। मेरो छोरीलाई मैले माया गर्छु। मैले 9 महिनासम्म कोखमा राखेर जन्म दिएको छोरी हो। मिल्नुहुन्छ कि भन्नु तपाईँ भन्नुहोस्। म मिल्दिनँ, म त मिल्दैन भयो। हिजोको दिन अतीतले याद सम्झेर उहाँको भनाइ चाहिँ होइन मैले माया गर्छु भन्ने अथवा त्यस्तो भएको होइन भन्ने खालको दाबी छ, के हो तपाईँ? उसले त नाटक गरिरहेको छ, मैले माया गर्छु तिमीलाई पिड्दिन आऊ भन्छ। त्यस्तै गरेर म जान्छु, धेरैचोटि गएँ तर गएर गइसके फेरि पिट्ने। मैले अब पिट्दिन आऊ माया गर्छु भन्छ। एकछिन मायाको नाटक देखाउँछ, तिमीले के खान्छौ के गर्छौ भन्छ। अनि पछि चाहिँ मर्ने गरी पिट्छ। अब म त लास्ट भएर आएको। किन होला तपाईँकै उमेरका विशेष गरेर 16-17 वर्षदेखि नै कोही बहिनीहरू त कक्षा 5-6 पढ्दाखेरि नै यो लभको चक्करमा पढ्ने, एकातिर पढाइ बिगार्ने, अर्कोतिर आफ्नो भोलि के हुने हो भविष्य, जुन एउटा जसले पनि माया प्रेम गर्यो वा विवाह गर्यो भने एउटा सुन्दर सपना देख्छ, आफ्नो नवजीवनको एउटा भविष्यको एउटा खाका कोर्छ। तपाईँले पनि त्यस्तै खाका कोर्नु भएको थियो होला। अहिले जुन त्यो सोध्दै नसोचिकन जोड्दाको माया सम्बन्धले अहिले के पाउनु भयो, अरूलाई के भन्न चाहनुहुन्छ? मैले त भन्छु माया भन्ने चिज एक किसिमको होइन, जिन्दगी जाने हो। तर लभ म्यारेज कसैले पनि नगरोस्, माया नगरोस्। मैले जस्तो पीडा भोग्न नपरोस् अरूले। पढ्नुपर्छ, अगाडि बढ्नुपर्छ। सतर्क हुनु भनेको हामी 16 देखि 20 वर्षसम्म। अहिले तपाईँले आफ्नो जीवनलाई फर्केर हेर्दा तपाईँको छोरी जन्मिया रहेछ, तपाईँको श्रीमानबाट विच्छेद भएर के तपाईँ एक्लै बाँच्न सक्ने आँट छ अथवा के गरेर बस्ला भन्ने छ? सक्छु म केही न केही गरेर श्रीमानको पीडा भोगेर। रात दिन कुटाइ खानु भन्दा सुखले बिहान खाएको खाना बेलुकिने त्यही होस्, बस त्यति भए पुग्छ। त श्रीमानको रात दिनको कुटाइ भनाइ दबावमा म बस्न सक्दैन। कोही उहाँका राम्रा पक्ष पनि त होला नि, उहाँका सम्झना लायक कुराहरू पनि त होला नि। छन् भएर पनि त्यो झुटा आश्वासन, झुटा सपनाहरू देखाएर मलाई यो स्थानमा पुर्याउने, यो स्थानमा पुर्याएर झुटा आश्वासन, तिमीले के खान्छौ कस्तो लाउँछौ के पुर्याउनु भन्ने झुटा आश्वासन देखाएर आज मलाई यो गति बनाइदिएर न मर्नु न बाँच्नुको स्थिति पुर्याइदिएर म कहाँ जाऊँ के गरौँ? नाटक गर्न सक्ने मेरो शरीरै पुरा छिया भयो। कति पिटाइ खाएँ मैले, जस्तो पिटाइ पीडा कसैले पनि नसोस्, दिदी बहिनीलाई नपरोस्। मेरो यही नै छ प्रार्थना भगवानसँग।
गर्दा जोसँग बोल्दा पनि सँगै मान्ने हो? सँगै मान्ने। मैले मेरो दिदी बहिनीसँग 15 मिनट फोन गर्यो भने ए रन्टी कहाँ बिजी भएस तेरो नाठाले फोन गर्यो भन्ने होइन। बुढा म त दिदीसँग गरेँ थिएँ भन्ने भने तेरो कल डिटेल निकालेर तेरो धजिया उडाउँछु म मारेर तेरो खोलामा फालिदिन्छु भन्ने। पिटेको बेलामा त यसँग बसिथिस् भन्दा होइन भन्ने, झन् पिट्ने, बच्नको लागि हो नै भन्न पर्ने हो। त्यस्तो स्थिति आएपछि त म अहिले लास्टैमा स्थितिमा आएँ। अब म उडाइ सुइकन छैन। अन्तिममा झन्डै 1 दशकदेखिको एउटा आफ्नो जीवन साथी उसँग बिताएका क्षणहरू फर्केर हेर्दा वा उहाँलाई केही शब्द भन्नु पर्दा के भन्न चाहनुहुन्छ? अब उसले र मैले गरेको मायाहरू मैले सम्झिन्थेँ। एकछिन पिटे पनि बिर्सिन्थेँ। उसले माया गरेका, मैले पनि उसलाई माया गर्नुपर्छ। पिटाइ त खाए पनि एकछिन हो, मैले तर भुल्न सकिनँ। यत्रो वर्षमा पिटाइ खाए पनि पीडा सहेर पनि उसलाई मैले माया गरेको थिएँ। उसले मलाई माया नगरे पनि मैले हमेसा उसलाई माया गर्थेँ। के गर्ने कि अरूप्रति माया नै भएर हो कि मलाई यस्तो स्थितिमा पुर्याएको आज। अनि त्यो जुन सन्तान छोरी छ के भन्न चाहनुहुन्छ? उसलाई लैजान भन्नुहुन्छ कि के भन्न चाहनुहुन्छ त्यो छोरीको लागि? मेरो छोरी छ, 7 वर्षको छोरी छ। मैले उसलाई 5 वर्ष खाइ नखाइ हुर्काएँ, तर पनि म छोरी छोडेर हिँड्न त सके थिएन। तर पनि हतिया मर्नुभन्दा बौलाउन निको भने मैले त छोरीलाई छोडेर थाहा। पछि अब मेरो छोरी जहाँ मम्मीसँग सुगामा रहन्छ त ठिक छ, बाबासँग सुगामा रहन्छ त त्यही नै हो। अब मेरो लास्ट डिसिजन। बच्चाले जोसँग बस्छु भन्छ त्यसैसँग नै खुसी राख, खुसीले खुसी राख। सम्बन्ध के टुङ्गिने नै हो? अब त टुङ्गिने हो। बरु म केही गिटी कुटेर नै खाउँला, तर त्यो घरमा म फर्केर जान्न। मेरो श्रीमानलाई स्वीकार्दैन। आजसम्म मैले माया गरेँ, तर मैले यो मायामा सफलता हुन सकिनँ। सुनिहाल्नुभयो यी चेलीको जुन पीडा, सँगै जिउने सँगै मर्ने बाचा कसम गरेर प्रेम विवाह गरेर लगेको केही समय त माया प्रेम राम्रै रह्यो, तर पछि उनीमाथि कुटपिट यातनाहरू हुँदै गए, जसले एउटा एसएलसी को परीक्षाको तयारीका बेलामा तम्कसमा आएर तिमी बिना बाँच्न सक्दिन भन्यो, प्रेम विवाह गरेर लगे। उही मान्छेले अहिले 10 वर्षसम्म आफ्नो जीवन सङ्गिनीलाई यस्तो कुटपिट र यातना दिएको छ जसलाई हेर्ने जो कोहीको मन छुन्छ र भरिन्छ। हामी पनि त्यही दृश्य निहाल्न जानकारी पाएपछि हामी जिल्ला प्रहरी कार्यालयमा बसेर उहाँको कथा व्यथा हामीले लिएका हौं। वास्तवमा यी त एक प्रतिनिधिमूलक पात्र हुन्। यी विनिता यस्तो भित्रभित्रै तमाम महिलाहरूले भोगिरहेका छन्। घरेलु हिंसा व्याप्त रूपमा भइरहेका छन्। जब श्रीमानले घरमा हेला गर्छ भने उसको सासूको हेला, ससुराको हेला, जेठाजु जेठानी दिदी, देवर नन्द सबैको हेला हुनुपर्छ र त्यहाँका रुख वृक्ष समेतले हेला गर्ने गर्छन्। यसपूर्व पनि उनीमाथि जगन्ने खालको कुटपिट भयो। त्यति बेला पनि सहिन्। जति सहे पनि उनले कुटपिट गर्न छाडेनन्। थाहा छैन उनले कस्तो माया गरेका थिए, कतिन्जेलसम्मका लागि गरेका थिए। सायद उनको फक्रिदो जवानीसँग माया गरेका थिए। जब उनले एउटा सन्तान जन्माइन् तब उनले त्यो माया दिन छाडे। सायद त्यो माया अर्कैसँग पो सरेको थियो कि। विनिताको जीवनको गोरेटोले यही कुरामा सचेत गराएको छ कि विशेष गरेर पढ्ने उमेरमा एकले अर्कोलाई राम्ररी नबुझी उसको घर परिवार नाता गोता को हुन् के हुन् भन्ने कुरा स्पष्ट थाहा नपाई माया प्रेमको प्रस्ताव गर्छ भने त्यसलाई तत्कालै स्वीकार गर्न हुँदैन भन्ने कुरा स्पष्ट पारेको छ। यसर्थ विनिताको जीवनको गोरेटो यी लगायत समाजमा तमाम त्यतिकै बुझ्दै नबुझी गरिएको माया प्रेमको परिणति कस्तो हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर भर्खर जिज्ञासु
चासो उमेरका बहिनीहरू र भाइहरू हल्का पाराले माया प्रेममा नफस्नुहोस्। माया प्रेम जीवनको लागि वरदान पनि हो र अभिशाप पनि हो। यसर्थ यसलाई बाँचुन्जेल वरदानकै रूपमा ग्रहण गर्न सकियोस् भन्ने कामना र सचेतनाका साथ अगाडि बढ्नुहोस्। सबै पढ्दै गरेका भाइ बहिनीहरूको जीवन सुखद रहोस्, कतै ठेस नलागोस्, कतै माया प्रेममा धोका खान नपरोस् भन्दै आज विनिता र रूपकोटका यी भरतबहादुर दम्पतिको दाम्पत्य जीवनको यो उतार चढाव र अब झण्डै सम्बन्ध विच्छेदको संघारमा पुगेको जीवन कथालाई यही बिट मार्न चाहन्छु र यी जगन्य खालको श्रीमानको कुटाई र यातना भोगेकी र सहेकी यी विनिताको पनि बरु एक्लै बाँच्न परे पनि उहाँकै शब्दमा गीती कुटेर पनि गुजरा चलोस् र दमित पीडित र शोषित भएर उनी बस्न नपरोस्। जुन उनको कुटाई देखेका छौँ हामी, जुन उनको छाती भौरी टोकेर भिजा पारिन्छ भने अब त्यस्तासँग बस्नुको अर्थ नै के रहला र। यसर्थ पनि उनी स्वतन्त्र भएर आफ्नै खुट्टामा उभिन सकुन् भन्ने आग्रह गर्दै यस्तो खालको जघन्य हिंसा र अपराध न कसैका श्रीमानले श्रीमतीलाई गरोस् र न कसैका श्रीमतीले श्रीमानलाई गरोस् भन्ने कामना पनि गर्दछौँ। यत्रो वर्षमा पिटाइ खाए पनि पीडा सहेर पनि उसलाई मैले माया गरेको थिएँ। उसले मलाई माया नगरे पनि मैले हमेसा उसलाई माया गर्थेँ। आजसम्म मैले माया गरेँ, तर मैले यो मायामा सफलता हुन सकिनँ। चेलीको हृदय विदारक जीवन कथा सँगै समयले नेटो काटिसक्यो। विदा माग्नु पूर्व पत्रचारका लागि ठेगाना कार्यक्रम ओजेलका खबर सामुदायिक रेडियो स्काई पंगास गुल्मी वा तपाई जुन रेडियो सुन्दै हुनुहुन्छ त्यसको ठेगाना र स्टुडियोको फोन नम्बरबाट आफ्ना सुझाव सल्लाह दिन सक्नुहुनेछ। अनि आफ्नो गाउँ समाजको समाचार ओजेलका खबरमा प्रसारण गर्न चाहे 98 570 61 530 मा सम्पर्क गर्नुहोला भन्दै यतिन्जेल ओजेलका खबर सुनेर साथ दिनुहुने तपाई श्रोता अनि प्रविधिमा साथ दिने तुलसिंहलाई विशेष धन्यवाद दिँदै म तपाईको आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु। नमस्ते।